ल अब हामी यहाँ चाहिँ नि के भन्नु खोजिरहेको भन्दाखेरि लगभग यो हाम्रो वैशाखको होइन यो पोइन्ट हेर्नुभयो भने 17 अप्रिल वैशाखको बेला थियो है। यो चैतको इन्डतिर अघिल्लो वैशाखको सुरुवाती दिनतिरबाट बजार एकचोटि खसिरह्यो र यहाँतिरबाट आइरहँदाखेरि जुन जुलाईबाट यो र्याली भइरहेको भनिसकेपछि यो एक महिना 2 महिना 3 महिना यो हेरिरहनु भयो भने यहाँदेखि यहाँसम्मको भने 1 इयर 1 वर्षभित्र हाम्रो बजारमा के देखियो त भनिरहँदाखेरि यो बढिरहेको बजारमा यो एउटाको हाई पोइन्ट थियो। अस्तिको 3023 को हाई पोइन्टलाई हामीले यो बाँकीको महिनामा पुर्याउन सकेनौँ। जस्तो 1 2 3 चौथो महिनामा बढिरहेको थियो, त्यसपछि पुर्याउन सकेनौँ र अहिलेसम्म आइपुग्दाखेरि त्यही रेन्जमा बसिरहेको भनेर यो देखाउन खोजिरहेको। यो मैले एउटा नेप्सेसित एसोसिएट गरिरहँदाखेरि होइन। अब त्यही सँगसँगै अझै हामीलाई के लागिरहेको छ भन्दाखेरि हामी यहाँदेखिको अघिल्लो महिनादेखि यहाँसम्म पुगिरहँदाखेरि कति पर्सेन्ट ग्रो भएका थियौँ त, ग्रोको कुरा आयो क्या। कति क्लोजिङ बेसमा हामी कति पर्सेन्ट ग्रो भइरहेका थियौँ भनेर हेर्नुहुन्छ भने हामीले चाहिँ यहाँनिरबाट क्लोजिङ बेसको ग्रो पनि देख्न सक्छौँ होइन। र जनरली कुरा गरिरहँदाखेरि हेर्नुभयो भने क्लोजिङ बेसमा हामी 6%ले ग्रो भइरहेका रहेछौँ। यहाँदेखिको कुरा गर्न खोजिरहेको यो पोइन्ट लिनुहोस्। यहीतिरको लिइरहँदाखेरि हामी लगभग 5-5.5% ग्रो भइरहेको यो केमा भन्दाखेरि नेप्सेमा ग्रो भइरहेका रहेछौँ भन्यो भने नेप्सेमा त धेरै कम्पनीहरू पनि आए होला। नेप्सेको स्वाभाविकमा अरू कम्पनीले पनि भ्यालु क्रिएट गर्यो होला, नेप्से इन्डेक्स बढ्यो होला। तर ब्याङ्किङमा अब हेरौँ है त, त्यसरी नै हेरिरहँदाखेरि ब्याङ्किङ इन्डेक्समा हेर्नुभयो भने के भइरहेको छ त, ब्याङ्किङमा पनि हामी 6% ग्रो भएको रहेछौँ होइन। 6% यो अघिल्लो वर्षको जुन हामीले कुरा गर्न खोजेको 1 कम्प्लिट इयरमा 6% ग्रो भएको रहेछौँ। हामी डबल टप 2 चोटि बनाएको रहेछौँ, माथि टप बनाएर हामी खसिरहेका रहेछौँ होइन। यो एउटा कुरा यहाँ देखाउन खोजिरहेको, यो एउटा राम्ररी विचार गरिरहनु भयो भने यहाँनिर देखाउन खोजिरहेको। त्यस्तै लेट सपोज गर्नुहोस् अर्को हाइड्रोको कुरा गर्नुहोस् होइन। हाइड्रो पनि हामी नियरली 1 इयर है, हामी 1 इयरको कुरा गर्न खोजिरहेका छौँ। नियरली 1 इयरमा हाइड्रोमा के भइरहेको रहेछ भन्दाखेरि 16%ले इन्डेक्समा ग्रो भएको रहेछ। कहिलेदेखिको, यो महिनादेखिको हामीले हेर्न खोजिरहेको। यो महिनादेखि हेरिरहनु भयो भने क्लोजिङ बेस यहाँनिर लिइरहेको छ। अब तपाईँ पहिला एकदमै डिटेलली चाहियो भने यहाँबाट हेर्नुभयो भने लगभग 17%ले हामी ग्रो भएको देखिरहेका रहेछौँ है। ल 13% भनौँ न, 13%को ग्रो रहेछ। ल 13देखि ल यहाँनिर हामीले नर्मल्ली यहाँबाट हेरिरहनु भयो भने हामी 16-17%को ग्रो रहेछ। एक्ज्याक्टमा हेर्ने हो भने 13देखि 14%को इन्डेक्समा ग्रो भन्न खोजिरहेको। इन्डेक्समा ग्रो भइरहँदाखेरि यो माथि गएर तल खसेर आयो, फेरि रेन्ज बनायो, त्यसपछि बढ्दै गयो। यहाँसम्मको कुरालाई मैले त्यसरी लिएँ। त्यस्तै आएर अब तपाईँ हामीलाई माइक्रो फाइनेन्सको लिनुहोस् है। माइक्रो फाइनेन्सको इन्डेक्समा पनि हेरिरहँदाखेरि माइक्रो फाइनेन्सको इन्डेक्समा हेर्नुभयो भने लगभग 1.5%को ग्रो भएको रहेछ होइन। हाई त बनेको, हाईलाई पनि हामीले यहाँ देखिरहेका छौँ। हाई तपाईँले आनन्दले यहाँबाट मार्क गर्न सक्नुहुन्छ। हाईलाई पनि सेलेक्ट गर्नुभयो भने हाई पनि आउँछ होइन। ल हेर्नुहोस्, हाई प्राइस पनि आउँछ। हाई प्राइसलाई तपाईँले यहाँ लिइरहनु भयो 5700को हाई बनाएको थियो र यो लो बनाइरहेको थियो। लो कहिले बनायो भन्दाखेरि यहाँनिर हेरिरहनु भयो भने लो बनाइरहेको जुन जुलाईतिरको लेभलमा लो बनाइरहेको रहेछ। त्यसपछि सार्प मुभ भएको, एकैचोटि मुभ भएको, यो खसिरहेको। अब यहाँनिरसम्मको किस्सामा अहिलेसम्म त मैले तपाईँलाई एउटा पाटोबाट मात्र देखाएँ, हाई कसरी भयो, लो कसरी भयो, 1 वर्षमा के भयो मात्र भने। अब साँच्ची नै यो ग्रो भएको त हामीले कसरी पत्ता लगाउने भनिरहँदाखेरि यहाँ दुईवटा लाइन छ। एउटा हेर्नुभयो भने यो पर्पल लाइन छ, एउटा व्हाइट लाइन छ। जबसम्म प्राइस स्ट्रेन्थली मुभ अन भइरहेको छ, र यहाँबाट रिभर्सल आइसकेपछि प्राइस सितिमिति बढिरहेको छैन होइन। एउटा कज यो एउटा कज। अब दोस्रो कुरा मैले यहाँबाट यो कुरा पनि देखाउन खोजेँ होइन। त्यसमै डेभलपमेन्ट चेक गरौँ होइन, डिइबी। ओके, ल डिइबीमा पनि हेरिरहनु भयो भने यो हाम्रो लेभल हो, यो हाम्रो लास्ट के अरे मन्थ थियो भने अहिले चाहिँ यो बिगिनिङ अफ द मन्थ हो होइन। बिस्तारै गोइङ भइरहेको छ। ल डेभलपमेन्ट ब्याङ्क पनि 9% बढेको। डेभलपमेन्ट ब्याङ्कको हाई बनाएको 6660 हो। अहिले रनिङ कन्डिसनमा भइरहेको यहाँ चाहिँ 5979 यहाँ देखाइरहेको छैन, यो देखाइरहेको छ।
र हामी कहिले अब अघि मैले यो जुन यसरी यो मार्क गर्ने तरिका भन्थे होइन, हेरिरहँदाखेरि यहाँबाट खसिरहेको रहेछ, त्यसपछि ग्रो भइरहेको खासै देखिरहेको छैन, सिटिमिटी मात्र ग्रो भइरहेको छ, यहाँबाट क्यारी फरवर्ड भइरहेको थियो र यहाँबाट फेरि एकचोटि क्यारी भइरहेको थियो, यहाँबाट डाउन ट्रेन्ड भइरहेको, यतिसम्म चाहिँ नि अलिकता हेर्ने नजरिया चेन्ज भयो होला यहाँसम्म भने। त्यस्तै आएर अब हामी नन लाइफ हेरौँ होइन, नन लाइफमा के भएको थियो, नन लाइफलाई हाम्रो यो हाई बनाएको होइन, ल हेर्नुहोस् है, यो हाई बनाएको त्यसपछि हामीले जिएनजीले यहाँ खसाल्यो भनेर भनिरहेका छौँ क्या, तर त्योभन्दा पहिला नै बजारले डाउन ट्रेन्डको सुरुवाती दौरमा खस्दै खस्दै आइरहेकै थियो, तर यसले कुनै पनि अघिको कन्डिसनमा हेरिरहनु भयो भने र्याली बनाइरहेको थियो, यसले हाई बनाइरहेको थियो, इक्वल हाई बनाइरहेको थियो अथवा त्यो लेभलमा ग्रोथ गरिरहेको थियो, तर यहाँनिर आइरहनु भयो भने के भइरहेको छ, प्राइस चाहिँ नि माइनसमा छ, कति 8-9% जति इन्डेक्समा प्राइस हाई के अरे लो बनाइरहेको छ, यो देखाउन खोजिरहेको भनेपछि हाम्रो प्राइसमा अघि यो जसरी यो खसिरहेको थियो, यो अहिले चाहिँ हेर्नुभयो भने यो डाउन ट्रेन्ड आइरहेको देखिरहेको छ, यहाँबाट एउटा र्याली बनाउन कोसिस गर्यो, हाम्रो सस्टेन्सेबल र्याली बस्न सकेन, यो कुरा भयो लाइफको। अब नन लाइफमा के अरे नन लाइफको त्यस्तै लाइफमा पनि हेर्नुभयो भने यो एकदमै डाटासित चलिरहेको, यो डाटाले मेरो यहाँ पुग्छ भनिरहेकै थिएन, यसले के भनिरहेको छ, यो किन चल्न सकेन, यहाँबाट बजारमा के अरे डाउन ट्रेन्ड आयो भनिरहेको, डाउन ट्रेन्ड आइरहँदाखेरि यो खसिरहेको भनिरहेको, यो भन्न खोजिरहेको, यहाँबाट हेरिरहनु भयो भने यहाँबाट पनि बजार खसिरहेको भनिरहेको छ, यहाँबाट मुभ आउँछ भनिरहेको छ होइन, किन मुभ आउँछ, यहाँ बेन्ड भएको छ, यहाँ किन मुभ डाउन ट्रेन्ड हुन्छ, यहाँबाट अपवर्डबाट डाउनवर्डमा बेन्ड भएको छ अथवा यो कर्भिक नेचरमा चेन्ज भएको छ, यहाँबाट कर्भिक नेचर मुभ अपवर्ड थियो, या भने मुभ डाउनवर्ड थियो, यो कर्भिक नेचरमा चेन्ज भएको छ, यो पोइन्टलाई हेर्नुहोस्, यो पोइन्टलाई हेर्नुहोस्। अब त्यसपछि यो दुईटाको बिचमा जब डिस्टेन्सेसहरू बन्दै जान्छ, यही बिचमा यो डिस्टेन्सेसहरू बनिरहेको छ, व्हाइटले लिड गरिरहेको छ, पोजिटिभ साइन हो, यदि लिड बाई चाहिँ नि व्हाइट चाहिँ नि डाउन ट्रेन्डमा छ भने अर्को डाउन ट्रेन्ड देखाइरहेको छ भने के भने नेगेटिभ ट्रेन्ड हो, यो कुरा भन्न खोजिरहेको, त्यसैले यसलाई विचार के गर्नु पर्यो, कहाँनिर त्यो कोइन्साइड हुन्छ भन्ने खालको कुरामा यो देखाउन खोजिरहेको। त्यस्तै अब हामीले ढिलो नगरिकन हामी हेरौँ, ल एचएसएल नै हेरौँ है, एउटा कम्पनी हेरौँ, यो कम्पनी हेरिरहँदाखेरि हामी 1 वर्षदेखि हेर्नु भयो भने 1 वर्ष हाम्रो यहाँनिर हो, अघि अब धेरै कुरा गर्नु परेन कि यहाँ 1 वर्ष हो भनेर, बिगिनिङ अफ द इयर भनेको यहाँनिर हो भने पनि अब तपाईँले कुरा गरिरहनुहोस् कि कुनै पनि सफिसियन्ट हाईलाई ब्रेक गरेको छ त छैन नि होइन, त्यस कारणले बजार डाउन ट्रेन्ड बन्न खोजिरहेको, यहाँनिर आइरहँदाखेरि चाहिँ नि एउटा यो हाईलाई ब्रेक गर्नु, यहाँबाट र्याली बनाएको थियो, यो खसिरहेको थियो, योबाट यो वर्क फरवर्ड भइरहनु खोजिरहेको छ र यो मुभ अन भन्न देखिरहेको छ हो। हामीले किन्ने कम्पनीहरू के हुनु पर्दो रहेछ, अघिको मैले यो तल खसिरहेको कुरा गरेँ, यहाँनिर कुनै पनि ट्रेन्ड देखिरहेको थिएन भने अब आउने जस्तो कि एकेजेसिएल, हेर्दै जाऊँ होइन, यो एकेजेसिएलमा कहाँदेखि यहाँदेखि हेर्नु भने कति महिना रेन्जबाट डाउन आएर फेरि यो माथि मुभ भएको रहेछ होइन, भनिसकेपछि यहाँनिरको जुन लेभलमा हेर्नुभयो भने 97%ले ग्रो भइरहेको देखिरहेको छ होइन, 97-98%ले ग्रो भइरहेको छ, ग्रो हुने बेलाको स्ट्रक्चर यो। त अब यो बिचमा यो 3टा जुन देखिरहनु भएको छ, यसले चाहिँ नि मार्केटको स्ट्रेन्थलाई भन्न खोजिरहेको, मार्केटको स्ट्रेन्थ कस्तो छ भन्न खोजिरहेको र यसले डाइरेक्सनको पनि अलिअलि कुरा गर्न खोजिरहेको हुन्छ। यहाँनिर तपाईँले ग्याप देख्नुभयो, हाई र लोको बिचमा ग्याप देख्नुभयो, यो रेन्जिङमा छ भन्न खोजिरहेको, यो दुईटाको यो सेतो र ग्रिन लाइनको बिचको ग्याप भनेको ग्याप छैन भनेको एउटा ट्रेन्ड स्मुथली माथि छ भन्न खोजिरहेको, माथि छ अथवा तल छ, तल पनि आउन सक्छ है, यो माथि मात्र भन्नु पनि हुँदैन, तल पनि आउन सक्छ भन्न खोजिरहेको, तर व्हाइट र ग्रिनको बिचमा ग्याप देख्नुभयो, रेन्जिङमा छ भन्न खोजिरहेको, यहाँ पनि रेन्जिङमा छ भन्न खोजिरहेको, त्यस्तै अब तपाईँलाई एकदमै रमाइलो लागेर हेर्न खोजिरहेको कम्पनीमा हेर्नुभयो, यहाँ हेरिरहँदाखेरि यो निलको कुरा गरिरहँदाखेरि के 8% माइनसमा रहेछ हेरिरहनु भयो। अब तपाईँले अघि मैले यो लाइनबाट बजारको ट्रेन्डको कुरा गरिरहेको थिएँ, यो व्हाइट र ग्रिनको कुराले, अहिले चाहिँ नि मैले यो दुईटाको लाइनबाट बजारमा रेन्जिङ छ कि लेभल अप छ कि लेभल डाउन छ भनेर देखाउन खोजिरहेको, कुरा गर्न खोजिरहेको, त्यसैले यसलाई
क्लियरली बुझिरहनु भयो भने हैन, जस्तो कि यहाँनिर हेरिरहनु भयो भने यो प्रत्येक, अब तपाईँले थाहा पाउनुभयो यो प्रत्येक महिना हो भनिसकेपछि प्रत्येक महिना एक महिनाभन्दा अर्को महिना ग्रो हुनुपर्ने हो। यहाँनिर गइरहँदाखेरि ग्रो भइरहँदाखेरि प्राइस ग्रो भएन क्या, यो महिनामा प्राइस चाहिँ माथि जान सकेन। यो महिनामा हामीले त सोचिरहेको थियौँ प्राइस माथि जान्छ, जस्तो कि यसलाई लिनुहोस् ल, हामीलाई एसवाईकै लिउँ होइन, जति छ है जति छ त्यसमा त्यही नै विचार गर्नुहोस्। जस्तो कि 1 महिना 2 महिना 3 महिना 4 महिना होइन, हामी यहाँबाट के भेटेको छ छ हो, यसले बिचमा के भेटेको छ, यो प्राइसमा ग्याप छ होइन, यो र यो माथि माथि जानुपर्ने हो ल, अथवा यसलाई नभएर एसआइएलकै कुरा गरौँ ल, एसआइएल हो, यहाँ पनि हेर्नुभयो भने त्यही देखिरहनु भएको छ। त्यस्तै अब हेर हामीलाई एकदमै मन परिरहेको कम्पनीकै कुरा गर्न खोजिरहेको ल, अब बन्दीपुर होइन, बढ्छ भन्न त पाइन्छ क्या, तर साँच्ची नै हो त? अब यो हेरिसकेपछि अलि पुरानो ल, एनआरआइसी अलि पुरानो कम्पनी हेरौँ, अलि पुरानो कम्पनी हेरौँ। हाम्रो लेभल यहाँ थियो, यो राइज भएको त्यसपछिको यो कुरा गरिरहनु भयो भने के भइरहेको रहेछ, 26% माइनस भएको रहेछ। कहाँबाट? यो लेभलबाट हामी 26% माइनस भनेको यो माथिको लेभलबाट भन्न खोजिरहेको होइन। र प्राइसलाई अब तपाईँले विचार गरिरहनु भयो भने के भन्न खोजिरहेको, यो 3टा लाइनको विचार पनि बुझ्नुभयो, यो 2टा लाइनको स्ट्रेन्थको पनि विचार बुझ्नुभयो। र त्यस्तै ल, एचआरएलकै कुरा गरिरहनु भयो भने है, यो एचआरएलको कुरा गरिरहँदाखेरि पनि अब तपाईँले यो लाइन हाम्रो प्राइस रहेछ 900 प्राइस रहेछ, हामी 27% अहिलेको क्लोजिङ टु क्लोज बेसमा हेर्दाखेरि 27% डाउन भइरहेका रहेछौँ। हाई बनाएको रहेछ 1140 रुपियाँको हाई बनाएको रहेछ, लो चाहिँ नि रिसेन्टली लो बनाएको, यतितिरको लो बनाएको, रिसेन्टली लो बनाइरहेको, त्यसैले हाईबाट लोतिर आएर अब फर्किने कोसिस गरिरहेको होइन, नयाँ लो बन्दैन भने रिसेन्टली लो, यो लो भयो यो लो भयो यो लो भइरहँदाखेरि रिसेन्टली लो बनाइरहेको, त्यसले खस्दैन भन्न सकिन्छ। हस् त।